सम्पूर्णमा नमस्कार टसिदेले थेक्चेनपेमा छोलिङ गोन्पाको 25औं वार्षिक उत्सवको शुभ उपलक्ष्यमा विश्व शान्तिको लागि 19औं 10 करोड मन्त्र जप कार्यक्रम यही वैशाखको 4 गतेदेखि 13 गतेसम्म सोलो दुधकुण्ड नगरपालिका वडा नम्बर 5 को यस गोन्पामा हुने जानकारी हजुरहरू सबैलाई थाहा नै छ। आज यहाँको तयारी कस्तो भइरहेको छ भन्ने बारेमा यहाँहरूलाई जानकारी गराउन म यस ठाउँमा उपस्थित भइसकेको छु। चिसो मौसम हुन्छ सोलुखुम्बु जिल्लामा, त्यसैले यहाँ पाल्नुहुँदा यस बज्रगुरुमा पाल्नुहुँदा आफ्नो लागि न्यानो कपडाको व्यवस्था मिलाएर आउनुहोला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ। मौसम त्यति बेला पनि जुन वैशाखको 4 देखि 13 गतेसम्म पनि हल्का वर्षा हुने, बादल लाग्ने, दिउँसो पख र साँझ पख पानी पर्ने सम्भावना रहेको देखिएको छ। यस गुम्बाको तयारीको कुरा गर्दाखेरि यो भवन बनिरहेको छ। यो चाहिँ पछि भविष्यमा अन्य प्रयोजनको लागि रहे पनि हालको लागि चाहिँ यस गोन्पामा पाल्नुहुने पाहुनाहरूको लागि खानु र बस्नुको लागि यो भवन तयारी हुँदैछ तीव्र स्थलमा। त्यसै गरी यहाँ चाहिँ शौचालयहरूको पनि व्यवस्था रहेको छ। किनभने यो गुम्बामा अरू बेलामा थोरै भिक्षुहरू रहे पनि यो गुम्बामा यो वज्रगुरु कार्यक्रममा चाहिँ धर्मगुरुहरू पनि धेरै आउनुहुने, लामाहरू धेरै आउनुहुने, त्यसै गरेर अन्य मन्त्र जपको लागि अन्य बौद्ध धर्मावलम्बीहरू धेरै पाल्नुहुने भएकोले यहाँ शौचालयको पनि धेरै व्यवस्था गर्नुपर्ने भएकोले यहाँतिर 5-6 वटा शौचालय पनि निर्माण भइसकेको छ भने खानेपानीको व्यवस्थापन पनि भइरहेको छ। त्यसै गरेर यहाँ विभिन्न सरसफाइको कामहरू, टेन्ट टाङ्ने कामहरू भइरहेको छ यतिखेर होइन। त्यति बेला चाहिने वज्रगुरु पूजामा चाहिनका लागि विभिन्न सामग्रीहरू पनि यहाँ आवश्यकता अनुसार चाहिँ तयारी भइरहेको छ। त्यसै गरेर यहाँ चाहिने अन्य सामग्री सँगसँगै भौतिक सामग्री सँगसँगै पछि चाहिनका लागि यो भाँडाकुँडाहरू पनि चाहिँ ल्याइसक्नु भएको छ। धेरै भक्तालु दर्शक महानुभावहरू त्यसै गरेर भक्तजनहरू आउनुहुने भएकोले त्यति बेला चाहिँ आवश्यक पर्ने सामग्रीहरूको पूर्व तयारीको लागि गोन्पा व्यवस्थापन परिवार त्यसै गरेर गोन्पाका लामाहरू यहाँ तयारी अवस्थामा हुनुहुन्छ। यहाँ ठुल्ठुला भाँडाकुँडाहरू रहेको छ भने त्यसै गरेर यहाँ सिरक डस्टाहरू होइन जो चाहिँ टाढाबाट पाल्नुहुने हाम्रो लामा गुरुहरू हुनुहुन्छ उहाँहरूको लागि बस्नका लागि व्यवस्थापनको लागि उहाँहरूको लागि चाहिँ यहाँ डस्ना सिरक होइन ओर्ने ओछ्याउनेको व्यवस्था गरिसकेको रहेछ। त्यसै गरेर गुम्बाभित्र पनि यहाँ अहिले अब गुम्बामा प्रशस्त स्टोरको व्यवस्था नभएको हुँदाखेरि गुम्बाभित्र पनि स्टोरकै रूपमा यहाँ चाहिँ मन्त्र जप गर्दा बस्दा चाहिने मेट्रेसहरूको व्यवस्थापन भइसकेको छ। ओमाउँ वज्रगुरु पद्मा सिद्धि हुँ भन्ने मन्त्र जप गर्दाखेरि चाहिँ सांसारिक दुःखको सागरबाट मुक्त हुने, सुगति उच्च लोक प्राप्त गर्ने, त्यसै गरेर मोक्ष पाउने, सिद्धि प्राप्त हुने जस्ता फाइदाहरू हुन्छन् भनेर चाहिँ बौद्ध धर्मावलम्बीहरूले यो मन्त्र जपलाई एकदमै धेरै चाहिँ आस्था राख्नुहुने र सबैजनाको इच्छा हुने हुँदा यहाँहरू पनि यो पूजामा सहभागी हुन चाहनुहुन्छ भने यहाँहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ। यहाँहरूले पनि दान दिन चाहनुहुन्छ तथा आर्थिक रूपमा भौतिक रूपमा यहाँ स्वयंसेवकको भूमिका निर्वाह गरेर अहिले यहाँको चाहिँ तीव्र तयारी हुँदै गर्दा यहाँहरू पनि आउन चाहनुहुन्छ भने मैले मेरो स्क्रिनमा यहाँ सम्पर्क गर्ने व्यक्तिहरूको अध्यक्षज्यू त्यसै गरेर सचिवज्यूको नम्बर राखिदिएको छु। यहाँहरूले पनि आफै उपस्थित भएर आर्थिक रूपमा आफूले होइन दान पुण्य गर्न चाहनुहुन्छ भने दान दिनु भएर त्यसै गरेर चाहिँ भौतिक रूपमा म यहाँ हुने कार्यहरूलाई चाहिँ सहयोग गर्छु भन्नुहुन्छ भने त्यसरी पनि पाल्न सक्नुहुन्छ। यति भन्दै म फेरि पनि गुम्बाको बारेमा अन्य भिडियोहरूमा यहाँहरूलाई जानकारी गराउने छु। मेरो यो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोला। यो मेरो युट्युबको पहिलो भिडियो हो। धन्यवाद।